हाई गाइस, म चाहिँ रेडी भएँ गाउन साउन लगाएर। अनि आज हाम्रो 50औं दीक्षित समारोह हो। गाउन साउन लगाएँ, तर यो चाहिँ कसरी लाउने भन्ने कुरा आएन। यस्तो हुँदो रहेछ यो। यहाँ पनि देखाइ, हातमा अलि नजिक हाल्दै। यो यसरी लाउने भन्ने, कसरी लाउने भन्ने नि थाहा भएन। अब यसरी छिराउँदा पनि हुँदैन, त्यस्तो लाग्यो मलाई। तर धेरै गाह्रो हुने रहेछ। मैले पनि युट्युबमा भिडियोहरू हेरेँ, अनि मात्रै थाहा भयो कि यसरी लाउनु पर्ने रहेछ। यसलाई सिधै यस्तो पार्ने रहेछ। यो टोपी जस्तो बनाएको देखाए पनि, तर यो सिधै पछाडि चाहिँ मिल्नुपर्ने रहेछ। यसको यो भाग चाहिँ पछाडि हुनुपर्ने रहेछ। अनि यसरी नजिक आएर पनि है, यसरी यस्तो गरेर, अनि यसरी ट्याक्क पार्दा यहाँ यसरी बाँध्नु पर्ने रहेछ। यसरी बाँधेर अनि नजिकै हातमा लिए है। यसरी बाँधेर यसलाई यस्तो पारेर यस्तो पछाडि चाहिँ यो चुच्चो मिल्नुपर्छ। मिलेको छ यो पछाडिको भाग यसरी यो दुईवटा जोडेर मिल्नुपर्ने हुन्छ। हो त्यसरी हो, मिल्यो। मिल्यो, भिडियो गर्दै गर्नु त देखाउँदै गर्नु। अनि म यसरी मिलेर ट्याक्कै यसरी मिल्नुपर्ने रहेछ। अनि हजुर त्यो टोपी ल्याउनु त। अनि यसरी मिलाएर टक्क, अनि यो टोपी छ, यो टोपीलाई तर यो पछाडि ओढिने त हुनुपर्ने। खोइ अब यस्तै जस्तो लागेको छ है मलाई पनि, तर यसरी नै लाउने जस्तो लाग्छ युट्युबमा हेर्दाखेरि। अनि यस्तो गरेर टोपी लगाएँ मैले। यसरी टोपी लगाएर म चाहिँ रेडी भएँ, तर मलाई मिले जस्तो त लाग्दैछ। यसरी लाउने हो, तर यो खस्छ होला पछाडि चाहिँ आउनु त हुनुपर्ने। रोक त एकछिन।